खै थ्याङ्क यू भनेको मम्मीलाई खै थ्याङ्क यू मम्मी ल बनाली सर थ्याङ्क यू मम्मी बोलेको ढङ गरी भयो बेलाहरुलाई एकचोटि पठाइछौँ ल ल एक लेख खाएर जाऊ फुपूले गयो ओए गिफ्ट कहाँ गयो र टिस्यु नि ल्याउनु केरा दियो यति राखे हुन्छ त्यहाँ त रबिनले यहाँ धेरै गिफ्ट पाउँछ कि आज गिफ्ट उता साइडमा राख गिफ्टहरू यता नराख Happy birthday. Happy अहिले उता जाऊ न नजिक बहिनीको सानो आउने मोबाइल रहेछ निरोगी हुने राम्रोसँग पढ्ने त्यही है ढिलायो गडायो ल त्यो खेला त अब जानु हजुर जानु के जान आएको छ पहिले मेरो म भिडियो गर्छु ल फ्याट 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 लाऊ जाडो हुन्छ ह्याप्पी बर्थडे थ्याङ्क यू राम्रोसँग पढ्दै जाऊ पढ्दै गरा मैले अरू आशिक हामी जान्न गरे जान्न अरे भन्जा पलटी काको भन्जा ठुलो खाइदेऊ न सानो खाउँछ भिडियो गरिदिने खिचिदिने अन्जु मेरो मुखमा के भिडियो गरिदिनु लु मलाई के आइसक्यो नि नोटबुक स्वेटर हेङलाई बाबुले के बनाउनु भेरी गुड चेस सारे किन्दै रहेछ नि त नि कुन हो यस्तो हो है दुईटा लिएको थियो कि झुट्टा
धन्ने मम्मी चाहिँले नि जुत्ता भन्दै थियो मैले भनेको थ्याङ्क यू राम्रो मन पर्यो मन पर्यो फाइनली हाम्रो पार्टी चाहिँ सिद्धियो बर्थडे पार्टी चाहिँ यसो किचनतिर यताउति भिजिट गर्नु पर्यो भनेर मेरो बहिनीको घर है यस्तो दामी छ गाइजहरू अब चाहिँ हामी पार्टी सक्यो खाइपिई पनि गरिसक्यो अब चाहिँ हामी घर जाने अनि यसो लास्टमा सबैजना बसिरहनु भएको छ अनि भ्युज देखाउनु पर्यो यो चाहिँ मेरो बहिनीको घर फुलहरू रोपिरहेको रहेछ दामी 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 रात परेको छ बाहिर गाइजहरू अब हामी चाहिँ जानुलाई रेडी धेरै चिसो छ बाई गाइज